नमस्ते साथीहरु, आज यस भिडियोमा प्रेजेन्ट सिम्पल र प्रेजेन्ट कन्टिन्युअस टेन्सको स्ट्रक्चर, तिनीहरुको युज र त्यसमा आधारित कक्षा 11 को युनिट 8 मा दिएको एक्सरसाइजहरुलाई समेटेको छु। प्रेजेन्ट सिम्पल या स्ट्रक्चर सब्जेक्ट प्लस इन्फिनिटिभ, जसलाई हामी V1 पनि भन्छौं, र प्रेजेन्ट सिम्पल सिंगुलर अथवा सिम्पल प्रेजेन्ट सिंगुलर, प्रेजेन्ट सिम्पल सिंगुलर जे भने हुन्छ र यसलाई हामीले चाहिँ V5 भन्ने गरेका छौं, तर वास्तवमा यसलाई चाहिँ हामीले सिम्पल प्रेजेन्ट सिंगुलर भनेर पढ्नुपर्ने हुन्छ। और प्रेजेन्ट कन्टिन्युअस टेन्सलाई प्रेजेन्ट प्रोग्रेसिभ पनि भनिन्छ र यसको स्ट्रक्चर चाहिँ यहाँ सब्जेक्ट प्लस इजेमआर प्लस प्रेजेन्ट पार्टिसिपल भनेर लेखिएको छ। धेरैले हामीले बिफोर भन्छ, तर बिफोर हैन, यो चाहिँ खास गरेर प्रेजेन्ट पार्टिसिपल हो र बुझ्नको लागि सजिलो होस् भनेर मैले यहाँ बिफोर पनि लेखिदिएको छु। थिंग्स टु रिमेम्बर भने यहाँ केही टाइम फ्रेजेस अथवा टाइम एक्सप्रेसन्सहरुलाई पनि समेटेको छु। भनेको प्रेजेन्ट कन्टिन्युअस टेन्समा युज हुने, प्रयोग हुने टाइम एक्सप्रेसन्सहरु जस्तो नाउ, राइट नाउ, एट द मोमेन्ट, करेन्टली, टुडे, दिस डेज, लुक, साइलेन्ट, वेट जस्ता एक्सप्रेसन्सहरु प्रयोग भयो भने त्यसमा चाहिँ हामीले प्रेजेन्ट कन्टिन्युअस टेन्स बनाउनु पर्ने हुन्छ। यहाँ केही टाइम फ्रेज र केही एक्सप्रेसन्सहरुलाई समेटेर बनाइएको छ। र सम रुल्स फर युजिङ द प्रेजेन्ट कन्टिन्युअस टेन्स भनेर केही रुल्सहरु पनि लेखिएको छ। अब प्रेजेन्ट कन्टिन्युअस टेन्स कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने थाहा नभएसम्म र स्ट्रक्चर नबुझेसम्म यससँग सम्बन्धित एक्सरसाइजहरु गर्न सकिदैन। त्यसैले 1 नम्बर रुल चाहिँ टु एक्सप्रेस एक्सन्स ह्यापनिङ एट द टाइम अफ स्पिकिङ भन्छ। बोल्दाको बखत कुनै पनि कामहरु भइरहेको छ, गरिराखिएको छ भने त्यो बेलामा चाहिँ प्रेजेन्ट कन्टिन्युअस टेन्स प्रयोग गर्नुपर्ने हुन्छ। She is reading a book now भनेर यहाँ केही एक्जाम्पल्सहरु पनि दिएको छ। र अर्को चाहिँ टु एक्सप्रेस टेम्पोररी एक्सन्स, कुनै पनि कार्य नट पर्मानेन्ट एक्सन्स, टेम्पोररी भनेको अहिले भइरहेको छ, अब भरे नहुन सक्छ, अघि पनि भएको थिएन भने त्यो खालको एक्सन्सहरुलाई एक्सप्रेस गर्नको लागि पनि प्रेजेन्ट कन्टिन्युअस टेन्सको युज गरिन्छ भनेको हो। आई एम लिभिङ इन पोखरा दिस डेज भनेको अहिले चाहिँ म पोखरामा बस्दै छु, हिजो अस्ति थिएन, अब भोलि पर्सि नहुन सक्छ, केही दिनको लागि बस्दै छु भन्ने अर्थमा हो। र कतिपय एरेन्ज्ड एक्टिभिटिजहरुको लागि पनि हुन्छ, यहाँनेर चाहिँ त्यो लेखिएको छैन। जस्तो एरेन्ज्ड एक्टिभिटिज अथवा एरेन्जमेन्टको लागि भन्दा चाहिँ आई एम फ्लाइङ टु काठमाडौँ टुमोरो भन्यो भने भोलि चाहिँ म काठमाडौँ जाँदै छु भन्दा दैट इज एरेन्ज्ड एक्टिभिटिज। मैले टिकट लिइसकेको छु, सबै कुराहरु तयारी छ, लगेज पनि तयारी छ भने त्यस्तो अवस्थामा चाहिँ हामी आई विल भन्दा पनि आई एम गोइङ टु भनेर यसरी फ्लाइङ टु भनेर प्रेजेन्ट कन्टिन्युअस टेन्सलाई युज गर्न सकिन्छ। सम रुल्स फर युजिङ द सिम्पल प्रेजेन्ट टेन्स, यसमा सिम्पल प्रेजेन्ट टेन्सको पनि कुरा छ। त्यसैले सिम्पल प्रेजेन्ट टेन्स युज गर्दाखेरि चाहिँ हामीले कस्तो अवस्थामा गर्ने भन्दा टु एक्सप्रेस ह्याबिचुअल अर रिपिटेड एक्सन्स, कुनै पनि एक्सन एकदम रिपिटेड छ अथवा ह्याबिचुअल हो, हाम्रो ह्याबिट आदत बानीसँग रिलेटेड छ भने त्यस्तो अवस्थामा युज गर्ने भनेको हो। I wake up at 5 AM every day, प्रत्येक दिन रिपिटेडली भयो नि, त्यो फ्रिक्वेन्टली भयो र नर्मली मेरो ह्याबिट पनि हो 5 AM मा उठ्ने भन्ने हो। He goes to school by bus, they play football on Saturdays, यो खालको रिपिटेड एक्टिभिटिजहरुलाई अथवा ह्याबिटलाई डिस्क्राइब गर्न चाहिँ हामी सिम्पल प्रेजेन्ट टेन्सको युज गर्छौं। टु एक्सप्रेस जेनरल ट्रुथ अर फ्याक्ट्स, कुनै पनि ट्रुथ अथवा फ्याक्ट्स, यसलाई युनिभर्सल ट्रुथ पनि भनिन्छ, सधैँ सत्य र केही फ्याक्ट्सहरु तथ्यगत कुराहरु त्यस्तोमा हामीले सिम्पल प्रेजेन्ट टेन्स युज गर्नुपर्छ जहिले पनि। द सन राइजेस इन द ईस्ट, वाटर बोइल्स एट 100 डिग्री सेल्सियस, बर्ड्स फ्लाइ इन द स्काई, यी चाहिँ जनरल फ्याक्ट्स अथवा ट्रुथ्स हुन्। टु एक्सप्रेस सच थिंग्स, यस्तोमा पनि हामीले वी युज सिम्पल प्रेजेन्ट टेन्स। र टु एक्सप्रेस पर्मानेन्ट सिचुएसन्स अर स्टेट्स आर जनरली ट्रु, कुनै पनि स्टेट्स अथवा जनरली ट्रु थिंग्स हो र पर्मानेन्ट सिचुएसन्स छ भने त्यस्तोमा हामीले सिम्पल प्रेजेन्ट टेन्स युज गर्ने हो। सी लिभ्स इन काठमाडौँ, ही वर्क्स इन अ बैंक। र अब पुट द भर्ब इन्टु द करेक्ट फर्म प्रेजेन्ट सिम्पल अर प्रेजेन्ट कन्टिन्युअस भनेर यो क्लास 11 को कम्पलसरी इंग्लिश युनिट 8 र यसको पेज नम्बर 76 मा एक्सरसाइज दिएको छ र त्यसको आन्सरहरुलाई पनि यहाँ मैले समेटेको छु। निशा स्पीक इंग्लिश भेरी वेल भन्ने छ। अब यसमा चाहिँ हामीले सबभन्दा पहिले प्रेजेन्ट कन्टिन्युअस टेन्स हुने कि सिम्पल प्रेजेन्ट हुने भन्ने कुराको डिसाइड गर्नुपर्छ। र सिम्पल प्रेजेन्ट टेन्स हुन्छ भने अब सब्जेक्ट भर्ब एग्रीमेन्टलाई पनि हामीले चाहिँ यहाँ सब्जेक्ट भर्ब एग्रीमेन्टलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। त्यसैले निशा स्पीक्स इंग्लिश भेरी वेल
स्पिकिङ इङ्ग्लिस बोल्ने उसको जुन स्किल हो त्यो भनेको एबिलिटिज हो अथवा जेनरल फ्याक्ट हो। त्यसैले यसमा चाहिँ हामीले सिम्पल प्रेजेन्ट टेन्स युज गर्नुपर्ने हुन्छ। अब यहाँ हरी अप भन्ने एउटा एक्सप्रेसन छ। यो हरी अप, लिसन, लुक, वेट यस्तो खालको एक्सप्रेसन्सहरू छन् भने चाहिँ यो बेला चाहिँ हामीले नर्मल्ली प्रेजेन्ट कन्टिन्युअस टेन्स बनाउनुपर्छ। यो चाहिँ हामीले के हेर्ने, यहाँ टाइम फ्रेज छैन, टाइम एडभर्बियल नभएपछि हामीले यो एक्सप्रेसनलाई हेर्ने। हरी अप भन्ने एक्सप्रेसन छ, यसको ठाउँमा लिसन हुनसक्छ, वेट हुनसक्छ, लुक हुनसक्छ। यस्तो एक्सप्रेसन्सहरू आयो भने यस्तोमा चाहिँ हामीले प्रेजेन्ट कन्टिन्युअस टेन्स बनाउनु पर्ने हुन्छ र आन्सरलाई यसरी अन्डरलाइन गरेर लेख्नुपर्ने हुन्छ अथवा बोल्ड फेसमा लेख्नुपर्ने हुन्छ। एक्जाममा लेख्दाखेरि बोल्ड फेसमा लेख्न भ्याइँदैन, त्यसैले अन्डरलाइन गर्नुपर्ने हुन्छ। एक्सक्युज मी, यु स्पिक इङ्ग्लिस भनेको छ यहाँ। डु यु स्पिक इङ्ग्लिस, किन डु यु सिम्पल प्रेजेन्ट टेन्स किन युज गर्ने, प्रेजेन्ट कन्टिन्युअस टेन्स किन युज नगर्ने त भन्दा यो चाहिँ एबिलिटी अथवा जेनरल फ्याक्ट हो। त्यसैले सी डडन्ट ह्याभ अ शावर इन द बाथरुम, सी हेज अ शावर इन द बाथरुम। यसलाई अब यहाँ एट द मोमेन्ट भएको भए सी इज ह्याभिङ अ शावर इन द बाथरुम हुन्थ्यो। यो चाहिँ उनको जेनरल ह्याबिट हो भन्ने हामीले बुझ्नुपर्ने हुन्छ। उनले नर्मली चाहिँ बाथरुममा मात्र शावर लिने गरेका छ भन्ने बुझ्नुपर्छ, अथवा सी अलवेज ह्याज शावर इन द बाथरुम भन्ने बुझ्नुपर्ने हुन्छ। त्यसैले यहाँ सिम्पल प्रेजेन्ट राखिएको छ। हाउ अफन भने चाहिँ यो अफन भन्ने जुन टाइम एडभर्ब हो, यो एडभर्बियल हो अथवा टाइम फ्रेज हो, यसको युज भइसकेपछि हामीले सिम्पल प्रेजेन्ट बनाउनुपर्छ। त्यसैले हाउ अफन डु यु रिड अ न्युज पेपर, यसलाई प्रेजेन्ट कन्टिन्युअसमा नराखी सिम्पल प्रेजेन्टमै राख्नुपर्ने कारण चाहिँ यो टाइम एडभर्बको कारणले हो। यसरी टाइम एडभर्बलाई हेर्ने, केही एक्सप्रेसन्सहरूलाई हेर्ने र भर्बहरूको प्रकृतिलाई हेर्ने, एक्सन भर्ब हो कि स्टेट भर्ब हो ती हेरेर मात्रै हामीले चाहिँ सिम्पल प्रेजेन्ट टेन्स युज गर्ने अथवा प्रेजेन्ट कन्टिन्युअस टेन्स युज गर्ने भन्ने डिसाइड गर्न सकिन्छ। आई एम सरी, आई डोन्ट नट अन्डरस्ट्यान्ड, क्यान यु स्पिक मोर स्लोली, मैले बुझिनँ, अलिक बिस्तारै बोलिदिनुहुन्छ कि भनेको। यहाँ आई एम नट अन्डरस्ट्यान्डिङ हुँदैन, सिचुएसनले हेर्दा आई एम नट अन्डरस्ट्यान्डिङ हुने जस्तो देखिन्छ, तर अन्डरस्ट्यान्ड भनेको स्टेट भर्ब हो। यो स्टेट भर्बमा कहिले पनि कन्टिन्युअस टेन्स हुँदैन नर्मल्ली, कहिले पनि भन्दा पनि नर्मल्ली भनौँ न, नर्मल्ली चाहिँ स्टेट भर्बमा कन्टिन्युअस टेन्स हुँदैन। त्यसैले यसलाई सिम्पल प्रेजेन्ट टेन्समा राखिएको छ। यु क्यान टर्न अफ द रेडियो, आई डोन्ट नट लिसन टु इट, तपाईँ रेडियो अफ गर्न सक्नुहुन्छ किनभने मैले सुनिराखेकै छैन, आई एम नट लिसनिङ टु इट। सिधै छ, सेन्स लाएर पनि थाहा हुन्छ यो प्रेजेन्ट कन्टिन्युअस टेन्स हुन्छ भनेर। आई युजल्ली, यो युजल्ली भनेको टाइम एडभर्ब हो अथवा यो चाहिँ सिम्पल प्रेजेन्ट टेन्समा युज हुने एडभर्ब हो। र अर्को गेट अप भनेको गेटिङ अप एट 5 o'clock, बिहान कति बजी उठ्ने भन्ने चाहिँ हाम्रो ह्याबिट पनि हो। त्यसैले यो टाइम एडभर्ब र अथवा यो ह्याबिटलाई डिस्क्राइब गर्न हामीले सिम्पल प्रेजेन्ट टेन्स गेट अप राखेका छौँ। लुक, यो लुक भन्ने जुन एक्सप्रेसन छ यसले चाहिँ प्रेजेन्ट कन्टिन्युअस टेन्स युज गर्नुपर्छ भन्ने सिग्नल गरे हो। त्यसैले द रिभर इज फ्लोइङ, फ्लोइङ भेरी फास्ट, फ्लोइङ भेरी फास्ट। अब सधैँ फास्ट हो भने द रिभर फ्लोज भेरी फास्ट हुन्थ्यो। लुक भनेपछि अहिले मात्रै, सायदै हेभी रेनको कारणले होला, बाढी आएर होला, फ्लोइङ भेरी फास्ट। अब भरे नर्मल हुन्छ, नर्मल भएपछि यसको स्पिड पनि कम हुन्छ भन्ने। अमृता नट सिम भेरी ह्याप्पी एट द मोमेन्ट, एट द मोमेन्टले यहाँ प्रेजेन्ट कन्टिन्युअस टेन्स हुन्छ भन्ने सिग्नल गरेको छ, तर यहाँ सिम भन्ने भर्ब चाहिँ स्टेट भर्ब अथवा स्टेटिभ भर्ब भएको कारणले यसलाई चाहिँ हामीले सिम्पल प्रेजेन्ट टेन्समै राख्नुपर्ने हुन्छ, यहाँ झुकिनु हुँदैन। एट द मोमेन्ट प्रेजेन्ट कन्टिन्युअस टेन्समा युज हुने टाइम एडभर्ब हो, तर यो सिम भन्ने भर्ब नै यस्तो हो कि जो चाहिँ सिम्पल प्रेजेन्ट टेन्समा युज हुन्छ, स्टेट भर्ब हो यो। अब अलिकति फरक खालको एक्सर्साइज छ त्यही पेजमा। आर द अन्डरलाइन भर्ब्स इन द करेक्ट फर्म, करेक्ट देम वेयर नेसेसरी। यहाँ दिएको भर्ब्सहरू ठिक छ भने करेक्ट भन्नुहोस्, ठिक छ भने, छैन भने यसलाई चाहिँ करेक्सन गर्नुहोस् भनेको छ। अन्डरलाइन्ड भनेको छ बुकमा, तर अन्डरलाइन गरिदिएको छैन, भर्ब्स हेरेर हामीले आफै चिन्नुपर्ने हुन्छ। वाटर बोइल्स एट 100 डिग्री सेल्सियस, एट 100 डिग्री सेल्सियस हुन्थ्यो, यो त फ्याक्ट हो, युनिभर्सल ट्रुथ हो, त्यसैले यो करेक्ट छ, इट इज करेक्ट भन्ने यसलाई छोडिदिनु। द वाटर बोइल्स, क्यान यु टर्न इट अफ, अब पानी उम्लिरहेको छ त्यसैले अफ गर्नुहोस् भनेको हो, त्यसैले यसलाई चाहिँ हामीले प्रेजेन्ट कन्टिन्युअस टेन्स बनाउने हो। आई मस्ट गो नाउ, इट गेट्स लेट, गेट्स लेट इज अ जेनरल स्टेटमेन्ट अबाउट टाइम, त्यसैले दिस इज करेक्ट भनेको हो। यो दिस सस इज टेस्टिङ रियली गुड भन्ने छ यहाँ, यो इज हो, दिस सस, टेस्ट भनेको चाहिँ स्टेट भर्ब हो, त्यसैले यसलाई सिम्पल प्रेजेन्ट टेन्समा
दिस सस टेस्ट रियली गुड भनेर आन्सर राख्नुपर्छ। I am thinking this is your key. I am thinking this is your key. यो ओपिनियन हो। यसरी आफ्नो ओपिनियनमा कन्टिन्युअस टेन्स नभएर सिम्पल प्रेजेन्ट हुन्छ। त्यसैले आन्सरमा यो I am हुँदैन, यहाँ चाहिँ I think this is your key भनेर लेख्नुपर्ने हुन्छ। Are you believing in God? यो बिलिभ भनेको स्टेट हो र गडलाई बिलिभ गर्ने जुन हाम्रो फेथ हो त्यो एउटा हाम्रो चाहिँ जेनरल ट्रुथ पनि हो, एक खालको चाहिँ फ्याक्ट जस्तो पनि हो। आफूले फ्याक्ट त एक्चुअली होइन, तर हाम्रो एउटा जेनरल ट्रुथ अथवा ह्याबिट कुनै पनि गडलाई हामी बिलिभ गर्ने कुरा हाम्रो नितान्त पर्सनल कुरा हो र यो स्टेट हो। त्यसलाई बिलिभ गर्ने कुरा, अन्डरस्ट्यान्ड गर्ने कुरा, थिङ्क गर्ने कुरा यस्तोमा चाहिँ प्रेजेन्ट कन्टिन्युअस हुँदैन, सिम्पल प्रेजेन्ट हुन्छ। त्यसैले डु यु बिलिभ इन गड बनाउनुपर्छ यसलाई करेक्सन गरेर। आई युजल्ली गो टु स्कुल अन फुट, यो एकदमै करेक्ट छ। युजल्ली भन्ने सिम्पल प्रेजेन्ट टेन्समा युज हुने एडभर्ब हो, टाइम एडभर्ब हो र यो चाहिँ करेक्ट छ भनेर लेखिएको छ। लुक भनेपछि द म्यान ट्राइज, भर्बलाई सिम्पल प्रेजेन्ट टेन्समा राखिदिएको छ, तर हामीले लुक भनेपछि अघि नै भन्दै आएको छौँ, लुक भन्ने एक्सप्रेसन आयो भने त्यसलाई प्रेजेन्ट कन्टिन्युअस टेन्समा राख्नुपर्ने हुन्छ र यसरी चाहिँ यो एउटा टेम्पोररी एक्टिभिटिज पनि हो, त्यसैले प्रेजेन्ट कन्टिन्युअस टेन्समा राखिएको छ। द मुन इज गोइङ राउन्ड द अर्थ, मुन गोज राउन्ड द अर्थ भन्ने एउटा फ्याक्ट हो, युनिभर्सल ट्रुथ हो, फ्याक्ट हो। त्यसैले यसलाई कन्टिन्युअस टेन्समा कहिले पनि लेख्नु हुँदैन, सिम्पल प्रेजेन्ट टेन्समा लेख्नुपर्छ। आई एम गेटिङ हङ्ग्री, लेट्स गो एन्ड इट, इट इज करेक्ट भनिएको छ र एक्सप्लेनेसनमा चाहिँ चेन्ज अफ स्टेट ह्यापनिङ नाउ। हङ्ग्री अघिसम्म भोक लागेको थिएन, अब स्टेट हो, स्टेट हो, तर नाउ ह्यापनिङ नाउ भनेको चेन्ज भइरहेछ। यो स्टेटमा चेन्ज आएको हुनाले यसलाई चाहिँ आई एम गेटिङ हङ्ग्री, मलाई त भोक लाग्न थाल्यो र भोक लाग्दैछ, जाउँ खान भन्ने यसरी प्रेजेन्ट कन्टिन्युअस टेन्समा यसलाई राख्नु। Thanks for watching. Please subscribe my channel and leave a like and hit the bell icon.